Guys, welcome back to my YouTube channel again. So, आज चाहिँ मैले भ्लग बनाउनु बिर्सेछु भ्लग बनाउँछु भन्ने सोचिरहेको थिएँ नि त किनभने आज चाहिँ मेरो छुट्टी हो हैन सो त्यही भएर चाहिँ मैले भ्लग बनाउँछु भन्ने सोचेको थिएँ या लेट्स स्टार्ट दिस भ्लग फ्रम नाउ सो आज चाहिँ कन्टेन्ट केही छैन आज चाहिँ मेरो विक अफ हो हैन अन्त चाहिँ त्यही विक अफ नै अब त्यो घरमै बसेकोहरू मात्रै हुन्छ त्यस्तो हुन्छ गाइस आजको भ्लग चाहिँ स्टे बाई लेट गाइस यो चाहिँ यो हो म काम गर्ने जग्गा चाहिँ यु क्यान सी दिस देयर आर लट्स अफ प्लेस लाइक लिटरल गाइस भर्खर सामान किनेर आएँ होइन मैले चाहिँ किने अन्डा र पानीको बोतल किने हो चिसो पुरा गरम छ नि त फ्रिजहरू पनि छैन यहाँनिर त्यही भएर चाहिँ म आई डोन्ट नो के खानु आज मलाई भोक पनि लागेको छैन बिहानै पास्ता बनाएको थिएँ हो निन्द्रा पनि पुगेको छैन अनि बिहानै पास्ता बनाएर खाएँ अनि अब चाहिँ म सायद भरै बनाउँछु होला 2 बजीतिर मेबी तर फिक्स छैन कि त्यो बनाउँछु भनेर चाहिँ भोक लाग्यो भने बनाउँछु भोक लाग्यो भने चाहिँ बनाउँदिनँ प्रायः जस्तो चाहिँ खान्दिनँ नि त खानाहरू सो या गाइस यो जग्गा पिसफुल छ कि तर साह्रै गरम हो एसी बिना त बस्नु पनि सक्दैन भगवान् अब रुममा झन् फ्यान छ कि ढल्छु म त नको हुन्छु कस्तो गरम हुन्छ अन्त सो म चाहिँ घर आएन रुम यस्तो डरलाग्दो गरम भयो म त ढलेँ गरम भएर ओछ्यान पनि तर फिनास त यो चाहिँ मेरो 12 बजीको खाना हो तर 5 बजीतिर खाँदैछु मलाई भोकै लागेको थिएन नि त त्यही भएर चाहिँ खाएको अहिले फ्राइड राइस हे गाइस सो मैले चाहिँ खाना खाइसकेँ होइन गाइसहरू अहिले चाहिँ मलाई कस्तो खाने खाइसकेर भर्खर बस्थेँ थालहरू पनि धुएको छुइनँ अनि चाहिँ नि गाइस मलाई चाहिँ नि खालि एउटा सोच आउँछ कि लाइक अब म लाइक मेरो जिउहरू म अहिले जति मेरो एज जान्दैछ जति म ठुलो हुँदैछु होइन अब लाइक मलाई पर्सनली फिल भएको चाहिँ लाइक जस्तो मेरो जिउको एङ्गलहरू नि अब लाइक मदत टाइपको हुँदै जाँदैछ जस्तो लाग्दैछ मलाई आई फिल लाइक दिस लाइक त्यस्तो हुँदैछ कि किनभने ठुलो यो चापटहरू पनि ठुल्ठुलो हुँदै जाँदैछ हेर्दै अब त्यस्तो डरै लाग्दो देख्ने होइन अब त्यस्तो मलाई लाग्यो अब ऐनातिर हेर्दाखेरि त्यस्तो लाग्छ अनि चाहिँ मैले सोचेँ क्या लाइक इफ आई वाज अ स्ट्रेट म्यान लाइक म चाहिँ एउटा स्ट्रेट म्यानै भएको भए चाहिँ लाइक कस्तो देख्थ्यो होला है भन्ने अब एउटा हुन्छ नि अब मेरो मनमा आयो नि त अब कसरी चाहिँ म कस्तो हुन्थ्यो होला होइन लाइक कसरी हेर्थ्यो होला है अब मलाई थाहा छ म राम्रै हुन्थ्यो होला किनभने म राम्रो नै छु त्यो त म भन्नु सक्छु किनभने आई लाइक बोइज सो आई लभ मी सो माई बोइज लुक सो अनि त्यही भने चाहिँ अब कसरी बोल्थ्यो होला है स्ट्रेट भएको भए होइन अब त्यस्तो मेरो मनमा चाहिँ थट लाग्यो क्या लाइक यस्तो भयो हेलो गाइज वेलकम ब्याक वाट द कट मलाई त छक्की देखिहाल्छ हो अनि चाहिँ म चाहिँ यसरी अब लाइक कस्तो हुन्थ्यो होला है स्ट्रेट भएको म त्यस्तो फिल भयो क्या मलाई तर आई डोन्ट नो लाइक वाट टु से अबाउट दिस आइ एम सो जियो त्यही हो आई एम सो ह्याप्पी फर दिस लाइक वाट गड मेक्स मी yeah but I don't want to be a gay something like this because I really don't like but I also don't like to be a trans woman also so I'm little bit confused to के भन्नुभयो हैन अब कन्फ्युज भएँ म आफूले के भन्नु so I'm thinking I wish it's rather to be a good as a lady boy like yeah I think lady boy is a good because I don't want to be a transgender so because like मलाई मन नै पर्दैन क्या लाइक मेरो मनबाटै चाहेको छैन कि म ट्रान्सजेन्डर हुनु मलाई चाहिँ लाग्छ कि जे हो त्यही हो भन्ने खाले हुन्छ क्या सो अब भगवानले नै अब यस्तो बनाएको होइन अब लेडी बोय त लेडी बोय त्यस्तो अब त्यस्तै बनाएको होला सायद अनि त्यही भएर म त्यही सोच्छु क्या आई डोन्ट वान्ट बी अ ट्रान्स आई डोन्ट वान्ट बी अ गे सो आई थिङ्क आई एम अ लेडी बोय या आई वुड लाइक टु lady boy so
अनि चाहिँ लाइक यु नो कस्तो मलाई कसरी बनाएला है भगवान्लाई चञ्चली न चञ्चली म कसरी यस्तो साह्रो चञ्चल भएको होला है मलाई त नि गाइजहरू कस्तो लाग्छ त मेरो मन अब हुन्छ नि अब राम्रै नर्मल मान्छेहरू त कस्तो हुन्छ होइन लाइक अब मेरो त मन नै कस्तो उथुल पुथुल भइबस्छ जहिले न तहिले कहाँ घुम्नु जानु मन लाग्छ हो केही डिसिजन बिना कुदेको अनि त्यसपछि आफै उयो हुनु मन लाग्छ सेल्फ डिफेन्डहरू होइन लाइक त्यस्तो टाइपको अब उथुल पुथुल चञ्चल भइबस्छ मेरो मन एक जग्गा बस्नु सक्दिनँ म त के भएको थियो त्यो चाहिँ सायद अब यो हर्मोनहरूले गर्दा नै होला किनभने आई हियर अबाउट द्याट कि लाइक हर्मोनहरू मिक्स भएको हुन्छ भनेर सुनेको थिएँ लाइक इभन आई हेभ लाइक 80% male hormone and 20% female hormone maybe but I don't know like मेरो जति पनि अब उयसहरू छ नि साथीहरू लाइक यस्तो अब हामी जस्तो साथीहरू उनीहरूकोमा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ उनीहरूको चाहिँ 50% मेल 50% फिमेल तर मेरोमा चाहिँ त्यस्तो छैन मेरोमा चाहिँ 80% मेल एन्ड 20% फिमेल बिकज आई लुक लाइक अ बोय राइट सो उनीहरू चाहिँ प्रपरली अब केटी नै देख्ने क्या लाइक लुक लाइक केटी नै अब 50% नै फिमेलको हर्मोन भनौँ न अब त्यस्तै देख्ने क्या तर म चाहिँ त्यस्तो देख्दिनँ सो या उनीहरू चाहिँ त्यो उयो नै हो अब भन्छ नि जन्मदान त्यस्तै अब जन्मदेखि नै त्यस्तै हो भन्छ नि त्यस्तै हो तर म चाहिँ आई एम नट तर मेरोमा चाहिँ अलिअलि चञ्चल चाहिँ छ पुरा लाइक कसरी होला म फक आई डोन्ट नो लाइक मैले यसरी बोलेको अनि अब यसरी बोल्दैछु होइन हातहरू हल्लाएर यस्तो यस्तो गरेर लाइक इभन द लाइक म स्ट्रेट भए कसरी बोल्थेँ होला है आइम स्ट्रेट गाइज नो फक म सक्दिनँ स्ट्रेट हुन आई कान्ट टु बी स्ट्रेट आई डोन्ट वान्ट बी स्ट्रेट इट्स बेटर लाइफ इन अ गे लाइफ आई हैव फक नो गे लाइफ इट्स अ लेडी बोय लाइफ लाइक लेडी बोय लाइक ओ माई गॉड आई लभ तर नि लाइक even thoughts like in my mind like म यस्तो सोच्छु कि इफ लाइक अब भगवान्ले बनाउनु थियो भने चाहिँ लाइक अब क्रिएट लाइक इफ इट क्रिएट लाइक अ म्यान अब केटा नै बनाइदियो होइन अब केटीलाई केटी नै बनाइदियो त्यस्तो हुन्छ होइन कसरी चाहिँ भगवान्ले मलाई चुज गरेँ होला यसलाई बनाउँछु म लेडी बोय भनेर चाहिँ कसरी चुज गर्यो होला भनेर सोच अब त्यस्तो सोच आउँछ क्या मेरोमा घरिघरि कसरी किन मलाई यस्तो लाग्छ होइन होला मेरोमा केही न केही त छ तर भनेकै कुरा हो एउटा चिज चाहिँ अहिलेसम्म मलाई कसैले पनि मेरो जेन्डरको बारेमा बोल्नु सक्दैन मेरो अगाडि किनभने आई क्यान फाइट विथ देम लाइक तिनीहरू 100 जना होइन म फाइट गर्न सक्छु बोलेर त्यति चाहिँ मेरोमा पावर दिनुभएको छ होइन भगवान्ले त्यो पावर त्यो होइन त्यतिको चाहिँ मलाई पावर दिएको छ म कतिको चाहिँ उयो हुन्छु भनेर होइन हेलो गाइज अब चाहिँ म खाना खाएँ होइन अब भाँडा मोल्छु होइन यो भाँडा मोलेर चाहिँ सायद म उता जान्छु होला मासु ल्याउनु हेर्नुहोस् न गाइजहरू मेरो साथी .comले त नि यस्तो उयो गर्यो कि अब आज मोमो खाऊँ भनेर सोचेको होइन लाइक मोमो खाऊँ भनेर सोचेको त यस्तो प्लान क्यान्सल गरेँ कि म त नि छिङ पारेर कुदिनु मन लाग्यो नि कस्तो मोमो खाने भनेर सोचिरहेको थिएँ नि त आज चाहिँ क्यान्सल हुन्छ भन्दैछ नि त क्लाइन्टले पनि के गर्यो भने चाहिँ अनि चाहिँ मलाई त बल्ल मोमो खानु मन लाग्यो अझै मेरो यो मोदिनीको बहिनीले मलाई छुट्टी नदिएर आज त बल्ल छुट्टी गरेको फ्राइडे गरेको हो नभए त मेरो थर्सडे हो नि त आज छुट्टी लिएको कि नभए त म त कस्तो भइरहेछ नि अब चाहिँ भाँडा मोल्छु लगाइदिएर म छिन पानी खोलेर चाहिँ मजाले भाँडा मोलेर सही सुकाइदिन्छु पुछेर अनि मेरो काम पनि स्वाहा ओके गाइस सी यू इन ल गाइसहरू र रनमतीको छोराछोरीहरू अब चाहिँ म नि घुम्नु जान आँटेको कि तर अलिकति मलाई ढिलो भयो जस्तो भयो त्यही भएर मैले चाहिँ उयसहरू केही गरिनँ यस्तो रेडी भएकोहरू केही उयो गरिनँ भिडियोहरू गरिनँ किनभने आइ एम टोटली लेट सो या यु क्यान चेक माई आउटफिट अफ द डे दिस इज द आउटफिट अफ द डे सो लेट्स स्टार्टेड गाइज अब चाहिँ म सायद पार्क जान्छु होला त्यस्तो लाग्दैछ किनभने मलाई बोर्ड भयो नि त घरमा बसेर मैले चाहिँ पार्क जान्छु भनेर सोचेको थिएँ कहिलेदेखि सो लेट्स गो टु द पार्क आई डोन्ट नो लेट्स सी
if I was going to park or somewhere, or I don't know, maybe. But let's see. Oh, this is so cringe. Oh my god. Oh my god. Everyone is here, so I think stand for ganja plastic. I don't live and vibing on. So guys, अहिले चाहिँ म ठिक्क कुन चाहिँ प्लेसमा आएको छु भन्दाखेरि चाहिँ नि यहाँ उयसमा आएको छु नि त, यो पार्कमा. एन्ड यो पार्क चाहिँ एकदम उयो हो नि त, लाइक सिम्पल सिटी त्यस्तै टाइपको पार्क हो नि त. सो एक्ज्याक्टली चाहिँ भन्नु सक्दिनँ म कुन चाहिँ पार्क हो भनेर, तर I will try to capture all the things. Like literally, this is not me even. Believe me, guys. Believe me, this is not me. Like literally, focus on the cars. There are lots of people. I'm feeling so scared. Even the nut. Let's have some fun. I'm sure you figure it out. Maybe exactly not the same thing. So let's start it with printed sketch. So out of mind. Yeah, I'm so tired. And some rest in park. So this is the most parkless thing ever in life. There are lots of boys in so fucking crazy. And the breeze. अहिले चाहिँ म यहाँनिर बसिरहेको छु होइन पार्कमा. एक्लै भन्न मजा आउँछ. अब घुम्ने साथीहरू छैन, एक्लै घुम्नुपर्छ. म चाहिँ पार्कमा त्यस्तो डरलाग्दो मच्छर आयो. So I don't know if it is. Guys, म चाहिँ भर्खर निस्केँ होइन. यो के भयो भने चाहिँ नि म चाहिँ पार्कबाट निस्केँ. पुरा उयो भएको थियो नि त, सफ्ट रिसेट ब्यालेन्स. So much. Hi guys, I'm so tired. यो चाहिँ दिउँसोको नजारा हो. अघि रातिको नजारा हो. अघि मैले दिउँसोको देखाइहालेँ होइन. This is the Vijayawada on the roads. So यो चाहिँ केक दोकान हो. कस्तो दामी केक पाउँछ नि यहाँनिर. अब चाहिँ घरमा गएर खाना पकाउनु पर्दैन. आज साथीले मोमो खाऊँ भनेको छ. मोमो खायो भने मोमो खाने, नभए खाएन भने चाहिँ उयो नखाने भनेर सोचेको हामीले. म त खाना खान्न, अघि भर्खर त खाएको हो. गएर छु, भोलि बिहान सिधै खान्छु खायो भने चाहिँ. आई डोन्ट नो, नट फिक्स. म चाहिँ भर्खर घर आइपुगेँ. पुरा गल्यो. एकछिन रेस्ट गर्छु अनि साथीलाई कल गर्छु. मोमो खान्छ कि खाँदैन के गर्छ अनि चाहिँ ल. सो गाइज अहिले चाहिँ म सलुन जाँदैछु. बेसी क्लाइन्ट भएर मलाई चाहिँ बोलायो नि त. अनि चाहिँ अलिकति उयो भयो. फक, मेरो चार्जर झऱ्यो. मेरो आइफोनको चार्जर. सो गाइज अनि चाहिँ अब यु हेभ टु डु वर्क नि त. सो सरी, आई हेभ टु डु वर्क नि त. Girl, stand up for yourself. Girl, stand up for yourself. So exactly, like मेरो चार्जरहरू. So why not? Sure. अब चाहिँ हामी महिला भेट्नु जाने सबैजना छौँ. फ्रेन्ड सबै, सोनु निगम, इच्छा रामे. Let's go. रुक बस. So guys, अब हम जा रहे हैं महिला फेंकने के लिए. तो हम 3 जा रहे हैं और 2 बाकी. और इधर से मैं थोड़ा सा व्यू दिखा देती हूँ आप लोग को. रुको, ये है मेरा कचरा. So guys, हाय बोलो. हाय बोलो. ये लगता है नहीं. So guys, अभी तो हम जा रहे हैं महिला फेंकने के लिए. मेरा आउटफिट देखिए कितना सुंदर है ना. तो ये है हमारा विजयवाड़ा. ये ना जावेद हवीज सलून है ना गाइस. लग
Kachra le lo, kachra. Guys, we are on the point, so let's throw this ball in this bucket. यो चाहिँ मैला फ्याँक्ने जग्गा हो हामी चाहिँ फ्याँक्दैछ त्यहाँदेखि कति फ्याँक्यो ओके लेट्स गो गाइस अब चाहिँ हामी घरमा जान्छौँ ल सिधै खाएको देखाउँछु गाइस हाम्रो झालमुरी चाहिँ रेडी भयो अब यो चाहिँ हाम्रो लन्च डिनर चाटी यस सो यम्मी गाइस I'm back. So guys, झालमुरी यस्तो मिठो भएको थियो नि लाइक ओ माई गड मेरो मुखमा त नि मसला झालमुरी त लाइक यति कम्ती थियो तर मैले यति खाएँ नि मेरो मुखमा अहिलेसम्म चाट भएर यस्तो मिठो थियो क्या झालमुरीमा उयो हालेको थियो टक्कसँगले के पर्यो त्यो अमिलो हो अन्त उयो हालेको थियो धनिया हालेको थियो अनि यस्तो मिठो भएको थियो झालमुरी होइन मजाले खाएँ आज चाहिँ भात नखाएर होइन खिचडी पनि खाएँ अलिकति अनि त्यसपछि चाहिँ यस्तो मिठो भएको थियो फेरि खान्छु भोलि बनाएर Bye bye guys. So see you in the next video. So bye. Light बंद कर दो. Bye. Light बंद कर दो ना